गाडी बन्द गरियोस्। एउटा गाडी आयो भने मा फोर्लिन्छ है फेरि। त्यो गाडी किन आएको यहाँ? गाडी किन लिएर आएको यहाँ खोलेको यहाँ? गाडी राम्रो हुँदैन। तपाईहरु यो ठाउँमा नबस्दिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। निवेदन गर्न चाहन्छु। त्यसलाई छोयो भने मात्रै म भन्दैछु सबै हामीलाई अहिलेसम्म गोली हानिरहेछ, हामीलाई आतंकवादी बनाइदिएर त्यसलाई चिफ गेस्ट लिएर हुन्छ त अब यहाँ? त्यसलाई त जेल हाल्नु पर्ने भनेर त्यत्रो माग गरिरहेछ त किन गरेको छैन यसले? पुलिसले हस्तक्षेप गर्न पाइदैन। सिडिओले भनिसकेको छ पुलिसले हस्तक्षेप गर्यो भने यो पुलिस एमालेको पुलिस हुन्छ। एमालेको कुरा सुनेर कसैले के गर्छ भन्ने त्यसको खबरदारी पुलिसले केपी चौरलाई कसैले छोड्दैन आज। ल ग्रुप देखाइरहेको छु है, तपाईहरु जानुपर्छ। त्यसलाई छोयो भने पनि राम्रो हुँदैन मैले अहिले भनिसके। यहाँ यो 5 गते के खाना आएको त माओवादीले झण्डा बोकेर आउँदाखेरि चाहिँ नरोक्ने, घाइतेले यहाँ न्याय चाहियो भनेर शान्तिपूर्वक गर्दाखेरि चाहिँ रोक्न पाइँदैन है। हामीलाई कसैले चुन्छ भने त्यसपछि खबरदारी कार्यक्रम त हाम्रो छँदैछ त्यसमा हैन। यो के को लागि हो? आउँदैन हामीले न्याय चाहिँ यो के गर्न म यहाँहरुलाई अनुरोध गर्दछु। आज भेलाजम्मा नभएको बेहोरा म यहाँ निवेदन गर्न चाहन्छु। मान्ने कुनै पनि किसिमको भेलाजम्मा नभएको म यहाँलाई अनुरोध गर्न चाहन्छु। माइतीकार मण्डलमा आज कसैको पनि मैले यहाँलाई अनुरोध गर्न चाहन्छु। जो तपाईहरु कोही पनि यहाँ कुनै पनि कार्यक्रम छैन यो मण्डला वरिपरि, त्यसकारण तपाईहरु यो ठाउँमा नबस्दिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। चीफ गेस्ट केपी ओली चिफ गेस्ट यसलाई बोलाउने हो त अब? हामीले निकालेको होइन यसलाई, हो नि सबै जनता भएर निकालेको हो। आज चाहिँ किन चिफ गेस्टमा आइपुग्यो त यहाँ? यहाँ बस्नु भनेर पाउँदैन। स्टुडियोबाट आदेश लिएर आएको छ यार। के आदेश पेपर देखाउनु पर्ने हो? गाडी बन्द गरियोस्। एउटा गाडी आयो भने मा फोर्लिन्छ है फेरि। त्यो गाडी किन आएको यहाँ? गाडी किन लिएर आएको यहाँ खोलेको यहाँ? गाडी छोयो भने राम्रो हुँदैन। हाम्रो यो स्थानमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै कुनै पनि किसिमको यो के गर्न आएको त? यो माइतीकार मण्डलमा कुनै पनि छैन। यो के गर्न म यहाँहरुलाई अनुरोध गर्दछु। आज भेलाजम्मा नभएको बेहोरा म यहाँ निवेदन गर्न चाहन्छु। कसैको पनि छैन, भन्नु त यो कसैको पनि भेलाजम्मा छैन। मैले यहाँलाई अनुरोध गरिसकेँ। केपी चौरलाई कसैले छोड्दैन आज। ल कुनै पनि हिसाबको यहाँ भेलाजम्मा नभएको म यहाँलाई अनुरोध गर्न चाहन्छु। ग्रुप देखाइरहेको छु है, होइन यहाँ कुनै पनि किसिमको भेलाजम्मा नभएको माइतीकार मण्डलमा कुनै पनि किसिमको भेलाजम्मा नभएको बेहोरा म गर्छु। यहाँ छैन। केपी चिफ गेस्ट छ यहाँ हेर्नु, यहाँ हेर्नु है, सबले हेर्नु यहाँ आजको उसमा चिफ गेस्ट केपी छ है, यहाँ हेर्नु सबै। माइतीकार मण्डलमा कुनै पनि किसिमको भेलाजम्मा छैन। कुनै पनि किसिमको भेलाजम्मा नभएको म यहाँलाई अनुरोध गर्न चाहन्छु। माइतीकार मण्डलमा आज कसैको पनि मैले यहाँलाई अनुरोध गर्न चाहन्छु। शान्ति सुरक्षालाई मध्यनजर राख्दै यहाँहरूलाई म सुरक्षिततामा ल्याउनुलाई म अनुरोध पनि गर्दछु। यहाँ कुनै पनि किसिमको भेलाजम्मा कसैको पनि नभएको बेहोरा म निवेदन गर्न चाहन्छु। त्यसलाई छोयो भने मात्रै म भन्दैछु सबै सबैले कसैको पनि भेलाजम्मा नभएको बेहोरा म निवेदन गर्न चाहन्छु। यहाँलाई पटक पटक म अनुरोध गर्न चाहन्छु। आज कुनै पनि किसिमको भेलाजम्मा नभएको बेहोरा निवेदन गर्छु। मैले भनिसके हो सिधै कुरा। तपाईहरु जानुपर्छ। त्यसलाई छोयो भने पनि राम्रो हुँदैन मैले अहिले भनिसके। यहाँ यो 5 गते के खाना आएको त यो केले धरना बस्ने भन्दा पनि नपाउने। हाम्रो यहाँ माओवादीले झण्डा बोकेर नारा लाउँदा चाहिँ बस्न पाउने। के गर्न आएको यहाँ? घाइते मात्र हुन्छ हैन। सबैजना माइती घर आइदिनु होला आज शान्तिपूर्ण। सबैजना माइती घर आइदिनु होला आज शान्तिपूर्ण। घाइतेको कार्यक्रम हुँदैछ, कुनै पनि घुसपेट नगर्ने हो हैन। घाइतेलाई कसैले चुन्छ भने हामी हैन, हामीलाई कसैले चुन्छ भने त्यसपछि खबरदारी कार्यक्रम त हाम्रो छँदैछ त्यसमा हैन। यो के को लागि हो? आउँदैन हामीले न्याय चाहिँ आज हाम्रो घाइते परिकरणकै लागि जाने हो के। त्यो भन्दा अगाडि चाहिँ सरकारलाई अलिकति सम्मानित बनाऊ भनेर चाहिँ हामीले एउटा सानो माग राखेर हाम्रो त्यसमा द्वन्द्व खालको कुनै कार्यक्रम छैन, कुनै पनि छैन के।
जस्ट हाम्रो न्याय खोइ भ्रष्टाचारीलाई कारबाही खोइ होइन सामना आयो खोइ नेपाल आमालाई त्यही पनि आज चिफ गेस्टमा केपी ओली के यो हुँदैन नि आजै मात्र एमालेको कार्यक्रम होइन, होइन चिफ आज त बस्नु गेस्ट आज घाइतेहरू होइन आज 23 गतिको होइन यो चिफ गेस्ट सँगै प्रदेश एमाले जेसुकै गरोस् हामीलाई के मतलब होइन 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 घाइतेको छुट्टै आज वर्गीकरण किन 5 गते राखे त सबै राखेको यसरी निषेध गरी होइन कस्तो किन निषेध हुँदैन माइती घर कस्तो बाउको बिर्ता हो माओवादीले झन्डा बोकेर आउँदाखेरि चाहिँ नरोक्ने घाइतेले यहाँ न्याय चाहियो भनेर धक्का लागेर शान्तिपूर्वक गर्दाखेरि चाहिँ रोक्न पाइँदैन है यो नठेलौ है प्लिज घाइतेहरू हुनुहुन्छ नठेलौ है घाइतेहरू हुनुहुन्छ नठेलौ अलिकति म्यानर वेमा बस्नु सबैजना पुलिसले हस्तक्षेप गर्न पाइदैन सिडिओले भनिसकेको छ पुलिसले हस्तक्षेप गर्यो भने यो पुलिस एमालेको पुलिस हुन्छ होइन यो एमालेको कुरा सुनेर कसैले के गर्छ भने त्यसको खबरदारी पुलिसले केही गर्यो भने यो एमालेको हामी शान्तिपूर्वक बस्दैन दलको झन्डा बोकेर हाम्रो माग ब्यानर गरेर मुखमा टेप लाएर बस्छ हामीलाई जनतालाई सपोर्ट गर्नु पर्या मान्छेहरू सुझी नेताहरूलाई सपोर्ट एकैछिन अब एकैछिन हामी कार्यक्रमकै सङ्कल्पमा लाग्छौँ एकैछिन खुल्ला ठाउँ छोड्दिनु है यहाँ उपस्थित महानुभावहरू यो वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै असम्बन्धित व्यक्तिहरू कोही पनि यहाँ अगाडि नबस्दिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू कोही पनि यहाँ कुनै पनि कार्यक्रम छैन यो मण्डला वरिपरि त्यसकारण तपाईँहरू यो ठाउँमा नबस्दिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया यहाँहरू उठेर आफ्नो स्थानमा गन्तव्य गइदिनुको लागि म अनुरोध गर्दछु। यता नबसिदिनु होला। यो शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी यो स्थानमा यहाँहरू नबसिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू यहाँहरू सुरक्षित स्थानतर्फ गइदिनु होला। शान्ति सुरक्षालाई मध्यनजर गर्दै यहाँ कुनै पनि भेला जमाको कार्यक्रम आजलाई यो स्थानमा हामीले भेला जमा हुने कुनै कार्यक्रम छैन तसर्थ यहाँहरू यो स्थानमा भेला जमा नभइदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। म यहाँहरूलाई अनुरोध गर्दछु आज यो स्थानमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै कुनै पनि प्रकारको भेला जमा नभइदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। म यहाँहरूलाई अनुरोध गर्दछु कुनै पनि किसिमको भेला जमा नभइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। चोरमा सपोर्ट लिएर बनिरा हो त केपी चोर होइन सबैलाई थाहा छ तर किन आज उ राख्नु पर्यो त अनि हामी शान्तिपूर्वक यहाँ बस्छौँ शान्तिपूर्वक नपाउने कस्तो भने हामीलाई अहिलेसम्म गोली हानिरहेको छ हामीलाई आतङ्कवादी बनाइदिएर त्यसलाई चिफ गेस्ट लिएर हुन्छ त अब यहाँ त्यसलाई त जेल हाल्नु पर्ने भनेर त्यत्रो माग गरिरहेछ त किन गरेको छैन यसले अनि अहिले चाहिँ पुलिसले आएर हामीलाई दबाब दिने हो त यहाँ तपाईको आपत्ति केपी ओलीले प्रतिनिधि बनाएकोमा हो कि के हो खास सबैमा हो एउटामा मात्र होइन किनकि हामीलाई अहिले बस्न दिएन चिफ गेस्ट बोलाएर केपी ओली यहाँ आउँदैछ त्यसले गरे होइन त यो सबै काण्ड एमालेको झोलीहरू आयो भने केही पनि हुँदैन कसैले केही पनि गर्दैन यहाँ भेला जमा नभइदिनु हुनुको लागि कसरी प्रोटेक्ट दिने हो पुलिसले प्रोटेक्ट दिने हो कि पत्रकारले प्रोटेक्ट दिने हो कि जनताले प्रोटेक्ट दिने हो कि कसले दिने हो हामीलाई थाहा छैन त्यो कुरा हामीलाई न्याय चाहियो छैन हो कि हामीले के मागे हो हामीलाई घर गाडी लियो भनेर माग्न हो हामी देशलाई न्याय लियो भनेर आएको के हामीलाई मात्र न्याय चाहियो भने त सिङ्गो देशलाई सिङ्गो नेपालीलाई न्याय लियो भनेर आएको के सिमारामा त्यो एमालेले मान्छे कत्रो कुट्या के अनि त्यसरी कुट्दै हिँड्न पाउँछ कुट्या हामीलाई कुट्छ ला हामीबाट सुरु गर्ने हामी रोकिने हो ल नदिने हो एमालेको आज प्रोग्रामै हुन नदिने हो यहाँ माइतीहरु मण्डलमा आज र भोलि कुनै पार्टी पनि कार्यक्रम हुँदैन चिफ गेस्ट केपी ओली चिफ गेस्ट यसलाई बोलाउने हो त अब हामीले निकालेको होइन यसलाई हो नि सबै जनता भएर निकालेको हो आज चाहिँ किन चिफ गेस्टमा आइपुग्यो त यहाँ सबजना आएर बस्दिनु होला है त्यता मान्छेहरू साइडमा आएर बस्दिनु शान्तिपूर्ण हुन्छ कसैले केही भन्दैन हामी बोल्दैनौँ चुपचाप आनन्दले ध्यान गरेर बस्नु पर्यो है केपी आयो भने त ज्यानको बाजी राखेर नि यसले हाल्नु पैसाले हाल्न चाहन्छ त्यो चाहिँ कसम भने यहाँ आइपुग्यो भने यति त हो अस्ति पनि भनेकै छु मैले त बारम्बार भनिरहेको सुतिरा मधेसलाई एउटा सुतिरा मधेसलाई बिउ जाहा अर्को एउटा सुतिरा युवालाई बिउ जाहा अब त्यतिखेर कहाँ निदाउँछ त हामी फेरि चुलाएर बस्छौँ त पुलिसलाई गोली हान्न लगाउ पर्छन् के खान हाम्रै लागि आएको होइन यो पुलिस नेताहरूको सपोर्टमा चाहिँ किन आइरहेछ त अहिले यहाँ
साथी भनेको त हाम्रो खै पुलिस अरे हाम्रो साथी अरे यत्रो साथी अहिले हामीलाई गोली हानिदिन्छ अहिले एकछिनमा यत्रो साथी हुन्छ त पुलिस हाम्रो साथी हुनु हिजो भर्खर उहाँ चोर पुलिस घाइते भन्दै हिजो एउटा आउटरेसमा भएको पुलिसले भनेर आएर लचार पछार गरेर गयो मलाई हिजो होला एकदम शान्तिपूर्ण दाइ बस्नु आनन्दले सबैजना तपाईँ बस्नु पर्यो नि त यार कहाँ समर्थन दिनु पर्यो बस्नु के माइती घर त आज होइन एमआरएको त आउनै दिनु भएन क्या यहाँ आज होइन 5 गते सबैले त्यही भनिरहेछ नोटिस पनि जाँच गरिदिइसक्यो क्या कुटे खानी हो भोलि तिनीहरूको चिफ गेस्टको अरे भन्दा केपी ओली माछाले खाने अनि उनीहरूको कार्यक्रम हो के यतापट्टि उनीहरूले अब यति युवामा जुझाउने खालको म बाहिर छु त यार सबै थियो अनि एमालेको त्यो युथ भन्नु भने किन चाहिँ जान्नी भयो फेरि युवा झगडा गर्न आइरहेको कस्तो बुद्धि तिनीहरूका 25-30 जना घट्टा माओवादीको झण्डा बोकेर आउँदा मास प्रदर्शन गर्न मिल्ने अहिले घाइतेले अन्जन बसिरहेको छ यहाँ माओवादीको झण्डा यसरी हल्लाइरहेछ केही नहुने रे त्यति बेला मास प्रदर्शन गर्दाखेरि कुनै प्रहरीलाई केही प्रब्लम भएन चासो छैन के यिनीहरू त हामीलाई लुट्न बसेको लुट्छ खान्छ जान्छ के हैन हामीलाई ठोक्न बसेको कुन चाहिँको पुसमा पु भएर परिचालित भएर दाइ म बाहिर छु के अहिले कल गर्छु के म बाहिर छु मण्डला यता माइती घरमा म हिजै आउँछु भने हैन पर्चा रेडी भयो जस्तो लाग्छ ए दाइ यता माइती घर मण्डला भने हामी यही बस्ले हामी बस्दै हो हिजो पनि महिलामाथि प्रहार गर्ने हो प्रहरीहरू 18-35 निर्दोष निगोला भुतालाई निकाल भन्दाखेरि यिनीहरू लात्ती हान्ने यही हो प्रहरीको सुरक्षा हामी उठ्ने हैन साथी उठ्ने हैन झण्डा 70 वटा झण्डा हो अहिले घाइतेहरु टक्क पर्ने हामी शान्तिपूर्वक बस्ने हो हैन गोली हाले पनि हामी हो भने उठेन उठाउ के अति गर्छ त पुलिसले पनि अनि एमालेको पार्टीको लागि घाइते खेती रात त्यही त हो नि त्यही हो एक्ज्याक्टली त्यही हो पुलिस एमालेको जस्तो सबै अनि त्यो त हिजै प्रुफ भएको हैन र महेश बस्नेत र केपी ओलीको नारा लाउने बित्तिकै यिनीहरूले हात चलाउन थाले हैन बस झ्याप्प आनन्दले बस उठ्ने नै हैन मरे उठ्ने हैन मर्नी बरु यही कुटे आएर मर्नी मरे नउठ्ने है एकदम अडिक चाहिँ हुनुपर्छ एमालेको उ गर्नै दिने हैन के यहाँ अनि जसोले गरोस् जसै गरो उता गरोस् हामी उठ्दैन पर्चा लिएर आनन्द जसले गोली हान्न आदेश दियो अनि त्यसलाई चिफ गेस्ट बोलाएर बोलिरहेछ के अहिले दिने रे त्यसको मास प्रदर्शन हुन पनि दिने रे त्यसलाई त समात्नु पर्ने हैन सरकार डरा हैन मास प्रदर्शन गर्न हुँदैन रे सरकार डराको हो नि त्यसलाई समात्न खै त्यसलाई अहिलेसम्म समात्यो त 2 महिना भइसक्यो समात्न सक्यो सरकारलाई मुजी गोली हान्छ भन्ने धम्की आछ अरे अहिले त्यसपछि कहाँबाट समात्छ तिनीहरूले यो बन्द हुनुपर्छ सुरक्षा सम्बन्धहरू समाजलाई यदि न्याय उसलाई कानुनी हदमा घाइते साथीहरू कोही हुनुहुन्छ भने आएर बसेर सहयोग गरिदिनु दाइ बसेर सहयोग गरिदिनु है यो हामी 1-2 जनाको माग हैन पुरै सिंगो नेपाल हामीलाई कसैलाई एकजना मान्छेले समात्यो भने घाइते सँगै हैन समात्न नदिने समात्यो नि हामीले हान्न पर्यो हात खुट्टा भात्न पर्यो नि भात दिने अहिले गएर पुलिसले छुने पुलिसले एकचोटी सब उरुरै जानु पर्छ सबले हान्दिने हो जेसमा होस् जेसुकै होस् अनि अहिले भर्खरै प्रोग्राम छैन अरे अहिले प्रोग्राम भयो भने त भर्खरै यिनीहरू पार्टीका झोलेहरू भनेर प्रुफ गरिसक्यो के गरिसक्यो हामीलाई के पनि गर्दैन अझ फेरि स्टुडियोले नै सबैलाई गरेर पुलिसले हामीलाई दबाउन खोज्यो भने यो पुलिस म बाहिर छु चोर हो पुलिसहरु चोर हो भिडियोले आदेश दिइसकेको छ हामी पुलिस त चोरै त हो त हामीसँग रेकर्ड छ त्यसको लागि पुलिस प्रशासनले केही गर्दैन यो अर्डर अरू ठाउँबाट आएको हुन्छ होइन कमसेकम घाइते आउँदा त्यसरी पेल्न मिल्छ यार अनि हामी आमरण अनसन बस्न नि सक्छौँ यहाँ हामी सुत्न नि सक्छौँ यो त हाम्रो मर्जी हो नि त कि न्याय दिनु पर्यो कि सुत्न दिनु पर्यो सडकमा सुत्न नि नदिने नदिने न्याय पनि नदिने अनि अस्ति त सडकमै जा भनेर भने हैन अनि अझै हाम्रो फेरि भित्र जाँदाखेरि के मन्त्रीले कि सडकमै जा भन्यो अब सडकमा आयो अहिले पुलिसले ल्याङ गरिरहेछ हामीलाई त न्याय चाहियो भनेर आएको नि हामीलाई मात्र न्याय चाहियो भने त सिङ्गो देशलाई न्याय चाहियो कि हामीलाई त न्याय चाहिँदैन सिङ्गो देशलाई न्याय पायो भने सिङ्गो देशले न्याय पायो भने हामीले न्याय पाउने हो आफ्नो ज्यानको धराबाजी राखी सबै गर्नु पर्ने मर्न पर्यो मर्दिने हो के थर्काउँछ यार हामीलाई अति पनि अलिकति तल बितेल भइदियो भए मर्थ्यो नै
तपाईँहरू पनि त्यही हुनुहुन्थ्यो तपाईँलाई नि अलिकति बुझ्यो भए तपाईँहरू पनि बाँच्दैन थियो यो देश बनाउनको लागि अनि उनीहरूलाई फेरि उड्न दिने यो पुलिस प्रशासनले त्यसै पाइन्छ र 2500 त घाइते मात्रै यसले हान्छु के म अहिले म यसले हानेर लखर्छु पखान यसले नै हान्छु म पखा आमाको कोक होइन भने यसले हानेर लखर्छु के म अहिले सबै जिस्किएको छ यार पुलिस होस् जे हात हाल्न थाल्यो भने यसैले हानेर बजाएर हिँड्ने हो नि पर्टी चौकी गएर जाउँला कति दिन बाँच्ने हो क्या नेपाली बाँच्ने हो पैसारी मत पुलिसले हात लगायो नि कस्तो भने यहीले उचालेर हानिदिन्छु म कस्तो अनि त्यही भएर त अगाडि लागेर अनि कति चाहिँ उयोहरू यिनीहरू अझ एमाले विकास गरेर होइन अघि मलाई चाहिँ क्या उ भइरहेको होइन हामीले पनि पार्टीको झन्डा बोकेर आउनु पर्ने रहेछ क्या अनि हामीलाई पनि केही भन्दैन रहेछ क्या होइन अघि पार्टीको प्रोग्राम छैन भन्दै थियो नि अहिले भर्खर हामीलाई पनि पार्टीको झन्डा बोकेर आउनु पर्ने रहेछ पार्टीको मात्रै देश हो अरू त्यही त भनेर प्रुफ गरे त अस्ति माओवादीको झन्डा लिएर आउँदाखेरि यहाँ के अरे प्रदर्शन गर्दाखेरि कसैले केही पनि भने होइन आज एमालेको आउँदाखेरि केही पनि भनेको छैन घाइते आउँदाखेरि यिनीहरूलाई 64 के खान आएको यो पुलिस भनेको एमालेको लागि किन सर के त्यो त पहिलो नम्बर खै यहाँ आइदियो लोकेसन होइन त्यो के अरे यो पुलिसलाई किन उ गरिरहेको होइन राजीनामा दिइसकेको बेला प्रोटेक्ट दिन किन आउनु पर्यो अहिले त्यो को नै हो र अहिले त आम नागरिक हो अनि आम नागरिकलाई त्यत्रो प्रोटेक्सन छैन सिनेर बसिरहेको छ यहाँ उठायो क्या त्यतिकै उनीहरूले शान्तिपूर्ण गरिरहेको ठाउँमा गएर त्यसरी पहुँच हान्ने हो यार भौतिक पक्षमा हमला गर्ने हो जबकि वैचारिक मतभेदको युद्ध भइरहेछ गर हात उठाउने भौतिक पक्षले हमला गर्ने भोलिन्टियर युथ फोर्स पनि यही कारणले यही गर्नलाई निकालेको यिनीहरूले के अब गुन्डाहरू बनाएर एक अर्कालाई होइन भौतिकमा हात हालेर हामी त्यसको लागि परे गुन्डा पनि बनिन्छ दशकमा फेरि यस्तो आन्दोलनहरू अब यसरी आन्दोलन भएर यसरी हामीलाई दिएको टाइम हो नि हामी एक विचार हो क्या विचारले हान्ने हो साथीहरू होइन हामी एक विचार हो क्या साहसी विचार हो विचारले हान्ने हो हामी यो परिवर्तनकारी विचार हो क्या युगले मागेको होइन एमालेको यहाँ जुलुस तिनीहरूको कम्युनिस्ट विचारले समाजमा केही काम एमालेको जुलुसै हुन दिने होइन कि तिनीहरू सबै कम्युनिस्टै होइन क्या तिनीहरू कम्युनिस्टहरू हो भने तिनीहरू 76 जना गोली मार्यो नि त्यही चिफ गेस्ट आएर बस्छु भनिरहेछ त्यसलाई किन बोलाउनु पर्यो त हामी त देशलाई त द्वन्द्व हाम्रो 5 गतेको मिटिङ छ भन्दा भन्दै यिनीहरूले किन जित्नु पर्यो के हाम्रो मिटिङ हुँदा हुँदै पनि यिनीहरूले किन जितेको किनभने हामी आम नागरिक हो हामीलाई दबाउनको लागि आज यिनीहरूको कार्यक्रम राखेको हाम्रो यो 5 गते हामी सबभन्दा अगाडि भएको अहिले यो एमालेको 5 गते चाहिँ यहाँ के खाना उल्लाको यो चिफ गेस्ट भएर त्यही पनि चोर छैन क्या यो यिनीहरूको गुन्डा फोर्स हो के हैन युवा जुटाउने खालको फोर्स हो राजनीति हामी राजनीतिको नाममा विचारको नाममा हो नि अगाडि जेल बसेर मान्छेलाई हामीलाई भड्काउनलाई हैन त्यहाँ पनि ओ ब्रदर अस्ति सुशीला कार्कीले के भनेको देखेन मेरो ज्यानको थ्रेट छ अरे उलाई गोली हान्छ अरे हामीले बना भन्ने अनि हाम्रो चाहिँ नाम मात्र बेच्ने अनि नाम मात्र बेच्ने अब उलाई सोध्न गएको पक्राउ गर भनेर भन्न गएको हाम्रो मिटिङ इन्स्टललाई माइती गर्यो के घाइतेको लागि जाने आदि एमाले पनि यो चोरलाई त निकाल्नै दिने हैन के हाम्रो आदि यता दिनु एउटा लिनु आदि यता अगाडिको नि हो हाम्रो त पहिलेदेखि टुङ्गो भइरहेको थियो त 5 गते माइती घर यहाँ ट्रमा सेन्टरमा हाम्रो घाइते जेन्जीहरुको घाइते उपस्थित हुनुपर्छ भने किन जुटाउन ल्याएको त यो केपीलाई चाहिँ के ल्याएको यहाँ चिपिएस किन सबै हो यसैले गोली हान्ने आदेश दिएर सबै घाइते मरेर पनि हामी यत्रो घाइते भएर पनि त्यसलाई हटाएर अझै पनि त्यसलाई अवश्य भन्न राखेको यहाँ अब हैन हुन्छ हिसाब किताब हुन्छ हिसाब किताब बिस्तारै हुन्छ हैन त्यो गर्न त्यही खोजेको जस्तो देखिन्छ एमाले कांग्रेस माओवादी एमाले कार्यकर्ताहरूले प्रदर्शन गर्न खोजे भने तपाईहरुले प्रतिकार गर्नुपर्छ हामीले गर्नै दिँदैनौँ के अब यहाँबाट हटाएरै जान्छौँ के भ्रष्टाचारी रहेछौ नि हामीलाई छानबिन गर तर हामीलाई अहिले यो चेन्ज हामी पक्षमा छैनौं कसले छैनकै हो नि गोल्लाएर नमरेको त हामी स्वतन्त्र हो स्वतन्त्रमा बस्छौँ हामी केही पनि छैन हामीले आन्दोलन गरेको होइन चिना पनि हुँदैन हुन पनि दिँदैनौँ हैन
84 को चुनाव या 82 मा सार्नलाई हामी यो आन्दोलन भएको 2-3 महिना भइसक्यो खुट्टा अझै यस्तै छ मुजी अनि त्यही पनि हामीलाई रोक्ने हाम्रो त भेला थियो नि त यहाँ त हामीले त अस्तिदेखि नै भनिरहेको थियो नि जे हाम्रो यो घाइते टोलीहरूको सबै 5 गते यहाँ जम्मा हुने भनेर अस्तिदेखि भनिरहेको छ उपचार भनेको छ कहाँ गरेछ बिल हेर्नु पैसा दुईटा भाउ उपचार गर्ने कन्डिसनमा छैन उनीहरुलाई 5000 खाना खानालाई भनेर दिन सक्दैन सम्झिने त्यो त सरकारले हेरेन भन्ने तपाईहरु गुनासो हो खासमा भन्नु धेरै गुनासो यस्तो हो के जुन भ्रष्टाचार सबै छ नि त्यसलाई चाहिँ जेलमा हालेर किन बसेको भन्ने हाम्रो गुनासो हो के सबभन्दा बेसी हामीले त यस्तो बनायो यो केपीलाई सिडिओको त्यो के अरे त्यसलाई अनि महेश बस्नेतहरूलाई किन जेल हालेन हाल्नु पर्ने हो नि त जेल सरकार किन मिलेको छ भने आज घाइतेलाई पगी वर्गीकरण गर्नको लागि 5 गते ट्रमा लिएर जाँदै थियो अनि यता एमालेलाई छिराउने प्लान गरेको थियो सरकारले हामी वर्गीकरण अरु दिन गरौँला तर आज सबै घाइते यहाँ भयो भने हामी एकजुट भएर आवाज देखाउने हो हाम्रो आवाज दबेको छैन जेएनजीका घाइतेहरूले एमालेलाई बहिष्कार गरेको हो त्यही बुझ्नु हामीले एमालेको माग के हो तपाई भन्नु चोर हो चोर चोर गर्नुपर्ने माग हैन चोर हो चोर माग के हो अब देशमा शान्ति चाहियो उनीहरुले शान्ति भंग गर्न आउन पाइन्छ पाइदैन नि बारामा त त्यही भ्रष्टाचार गर्यो भने लगत पडाको नि त हैन फेरि अहिले उनीहरुलाई हामी पैसा होइन भने त्यसपछि तपाईहरु भिडियो रेकर्ड गर्नुलाई के हुन्छ पहिला हात उनीहरुले हाल्यो पहिला हात उनीहरुले हालेको हमला उनीहरुले गरेछ पहिला जेन्जीले गर्दैन कहिले पनि जेन्जीले अरूलाई हात हाल्दैन बस पोलिटिकल अघि भर्खर देखियो त यो एमालेको परिचालित पुलिसहरुले हात हालिसक्यो त पैसा किटेको हिँडेको मात्र धक्का लिएर हातपात गरे प्रहरीले अघि न गरेको घाइते भनेर आउँदा आउँदै पनि यिनीहरु धक्काल दिने पैसा किटेर हिँडेको मान्छेलाई ल उ गर्ने न्याय माग्छ भन्नु न हैन अरे यार 2 महिना भइसक्यो हैन यतिकै प्रश्नमा बसिरहेछ अहिले चाहिँ त्यसले गोली हान्न पठाएको मान्छेलाई हैन किन चिफ गेस्टमा आउनु पर्यो के हामी त यस्तो भएर पनि यहाँ गाह्रो भएर हामी आइरा हो नि त यतिको रहरले आएको होइन नि हामी अनि त्यसलाई चाहिँ चिफ गेस्ट किन के केपीलाई चाहिँ चिफ गेस्ट किन हो आजको निकालिसकेको उ होइन सरकार होइन त्यो तपाईको त हस्पिटल बस्ने अवस्था छ यहाँ माइती घरमा आउनु भएको छ किन आन्दोलन हामीले यसरी हाम्रो भनेको अहिले पत्रकारहरूले पनि त्यो त पेलेर नसोधिनु नि यार हाम्रो एमालेसँग हामीलाई के मतलब एमाले हो कि माओवादी हो कि कांग्रेस हो